मेरा सम्पूर्ण मित्रहरूमा हार्दिक अभिवादन। मेरो यस जीवनको यात्रामा आज एक विशेष व्यक्तिलाई लिएर आएको छु। मेरो देश विशेष पीडामा छ। नेपाल आमा रोइरहेकी छन्, म रोइरहेको छु। नेपाल आमाको विषयमा कसले के गर्दैछन्, के भन्दैछन्, त्यसमा मेरो विशेष चासो छ। धार्मिकताले राष्ट्रलाई उचाल्दछ भन्ने एक अन्तर्क्रिया कार्यक्रममा एक मानवाधिकार कर्मी, पूर्व सभासद डाक्टर केबी रोकाएले राखेका विचारहरू प्रस्तुत गर्दैछु। हामी हरेक सच्चा नेपालीले नेपाल आमाको शिर उच्चो राख्ने सत्कर्ममा लागौं। आउनुहोस् हामी उहाँलाई सुनौं। अब हामी मुख्य भागमा जानेछौँ। हाम्रो बिचमा डाक्टर केबी रोका सर हुनुहुन्छ, उहाँ तयारी भइसक्नु भएको छ। म यसलाई लास्ट बट नट लिस्ट भन्न चाहन्न, लास्ट बट द बेस्ट भन्न चाहन्छु र उहाँलाई माइक हस्तान्तरण गर्न चाहन्छु। यो धार्मिकताले राष्ट्रलाई उचाल्छ भन्ने विषयमा विशेष प्रशिक्षण र अन्तर्क्रिया कार्यक्रम अब अहिलेसम्म प्रशिक्षणै भएको छ, अन्तर्क्रियामा त्यति हामी प्रवेश गरेनौँ। एसडिए चर्च नेपाललाई म धेरै धन्यवाद दिन चाहन्छु। उहाँले अहिलेको वर्तमान नेपालको अवस्थामा सङ्गीन अवस्था, चिन्ताजनक अवस्था, तरल अवस्था अहिले है देश कता जाने हो भन्ने बारेमा अनिश्चितता भइरहेको बेलामा एसडिए चर्च नेपालले कसैले गर्न नसकेको, नेपालका अरू क्रिस्चियन संस्थाहरूले गर्न नसकेको, अरू क्रिस्चियन मण्डलीहरूले पनि गर्न सकेको, अरू बाहिरबाट कसैले गर्न सकेको, कुनै दलले पनि गर्न सकेका छैन के। फेरि अहिले त त्यस्तो शून्यता छ नेपालमा है, सनाथ छ नेपाल। यस्तो अवस्थामा यति राम्रो कार्यक्रम तपाईँले आयोजना गर्नुभयो। म सामुएल शर्मा, रेभरेन्ड सामुएल शर्माजीलाई, हाम्रो शैलेश प्रसादलाई र सम्बन्धित सबैलाई म धन्यवाद दिन चाहन्छु। एसडिए चर्चलाई धन्यवाद दिन चाहन्छु है। अनि उपस्थिति एकदम राम्रो छ, धेरै महत्त्वपूर्ण व्यक्तिहरू यहाँ हुनुहुन्छ क्या है, केही गर्न सक्ने मान्छेहरू यहाँ हुनुहुन्छ। यो पनि एउटा अर्को पक्ष छ। अब म सधैँ राष्ट्रको पक्षमा चिन्ता गर्ने मान्छे परेन। मलाई अहिले नेपालमा मान्छे त्यसरी चिन्छ, हाम्रो साथीहरूले राष्ट्रको लागि चिन्ता गर्ने। मैले राष्ट्र बोकेको छु र मेरो चिन्ता राष्ट्र हो। कारण म जे गर्छु, जे भन्छु, जे बोल्छु त्यो राष्ट्रको अस्तित्व, राष्ट्रको गौरव, राष्ट्रको पहिचान, राष्ट्रको भविष्यसँग जोडिएको हुन्छ। म कुनै मेरो आफ्नो सम्प्रदाय, आफ्नो जाति, आफ्नो क्षेत्रको बारेमा चाहिँ म बोलिरहेको छैन। अहिले मैले विगत 23 वर्ष भयो, झन्डै 25 वर्ष भयो मैले खालि राष्ट्र, किनभने राष्ट्र नरहे हामी रहँदैनौँ भन्ने मेरो बुझाइ। हामीले जे जति गर्छौँ त्यो राष्ट्रमा बसेर गर्छौँ क्या। एउटा राष्ट्र हाम्रो भयो भने, मेरो एउटा राष्ट्र भयो भने, म कुनै राष्ट्रको नागरिक भएँ भने त्यहाँ म राजनीति गर्न सक्छु, त्यहाँ म आफ्नो धर्म, आफ्नो आस्था प्र्याक्टिस गर्न सक्छु, त्यहाँ म आफ्नो पहिचान, जातीय पहिचान, व्यक्तिगत पहिचान, क्षेत्रीय पहिचान म खोज्न सक्छु। राष्ट्रभित्र खोज्ने हो हामीले, हाम्रो पहिचान राष्ट्रभित्र खोज्ने हो। राष्ट्र नै रहेन भने के? त्यस कारण मेरो चिन्ता राष्ट्र हो। अहिले पनि म राष्ट्र नै हो। मलाई मनपर्ने गीत नेपाली हामी रहँदा कहाँ, नेपालै अन्त त्यो पहिलो पदमा गाउँछु अहिले, बुझ्नुभयो त? नेपाली हामी रहँदा कहाँ, नेपालै नरहे, उचाइ हाम्रो चुलिन्छ कहाँ, हिमालय नरहे, हिमालय नरहे, हिमालय नरहे। त्यो गीत
गीत गाएर बस्नु है। यो देश मेरो हो, यो देश मेरो हो, नेपाल देश। त्यस कारणले हिजो महाभारत जनयुद्धको बेलामा म महाभारतसँग आबद्ध भएँ र मैले महाभारतीहरूलाई सहयोग गरेँ। किन गरेँ? राष्ट्रको चिन्ता थियो मलाई के लाग्यो भने अमेरिकी एम्बेसडर जो जेम्स मोरियार्टीलाई भेटिसकेपछि जेम्स मोरियार्टीले के भन्यो भने डोन्ट टक टु मी अबाउट द माओइस्ट भन्यो। माओवादीको बारेमा मसँग कुरा नगराउ भन्यो है। म केही व्यक्तिहरूको एउटा डेलिगेसनको नेतृत्व गरेर जेम्स मोरियार्टीले भेट्ने गरे। उसले भन्यो त्यता कुरा माओवाद साथीहरू यहाँ हुनुहुन्छ। उसले के भन्यो? नो टक्स विथ द माओइस्ट, नो टक्स विथ द माओइस्ट। माओवादीहरूसँग कुनै हालतमा वार्ता गर्नु हुँदैन। अर्को उसले के भन्यो? दे मस्ट बी डिफिटेड, तिनीहरूलाई परास्त गर्नुपर्छ। तेस्रो उसले भन्यो दे मस्ट बी फ्लस्ड आउट, तिनीहरूलाई निमित्यान्न पार्नुपर्छ भन्यो। नाम निशाना नरहने गरिकन निमित्यान्न, फ्लस आउट हुँदा के टोयलेट फ्लस गरे जस्तै माओवादीहरूलाई फ्लस गर्नुपर्छ, उनीहरूको नाम निशाना नरहने गरी सिद्ध्याउनुपर्छ। त्यता कुरा भन्यो जेम्स मोरियार्टी। त्यसपछि मलाई चिन्ता लाग्यो, अमेरिकाको नीति यो रहेछ माओवादीप्रतिको। अब अमेरिकाले नेपालमा शान्ति हुन दिनु भएन, अब अमेरिकाले नेपालमा वार्ता हुन दिनु भएन र युद्ध जारी रहने भयो। त्यसको परिणाम दुईटा हुने भयो। एउटा, युद्ध जारी रहने भयो भनेको आजसम्म पनि माओवाद जनयुद्ध जारी हुन सक्थ्यो। आज पनि संसारको धेरै देशहरूमा 50औं वर्षसम्म माओवाद जनयुद्ध चलिरहेछ। फिलिपिन्समा, पेरुमा, कम्बोडिया, विभिन्न ठाउँमा यहाँ पनि चलिरहेको हुन सक्थ्यो। यो केबी रोकायो भने मान्छे नभएको। अर्को के हुन्थ्यो? माओवादीहरू सकिन्थे, माओवादी पार्टी सकिन्थ्यो, नेताहरू सबै मरिसक्थे, भुवनजी पनि यहाँ हुनु हुँदैन थियो होला तपाईँ, सबै सकिन्थे माओवादीहरू। मैले देखेको छु, अघि देखाएँ मलाई। हाम्रो जिल्लाको एकजना माओवादी नेता हुनुहुन्छ कालीबहादुर मल्ल भन्ने, अहिले नेकपा माओवादी केन्द्रको स्थायी समितिको सदस्य, केन्द्रीय समितिको सदस्य। उहाँलाई केही समय अगाडि मैले लेखेँ, मेरो पहल र प्रयास बिना शान्ति वार्ता असम्भव थियो। अमेरिका आफ्नो योजना अनुसार अघि बढेको भए माओवादी पार्टी सकिन्थ्यो, सबै माओवादी नेताहरू मारिन्थे। यो कालीबहादुर मल्लले लेखेको, पार्टीको जिम्मेवार व्यक्ति, प्लाटुन कमान्डर पहिला उहाँ जिल्लाको, उहाँले जवाब दिनुभएको छ। डाक्टर साहबको जटिल परिस्थितिमा खेलेको भूमिका बारे प्रचण्ड पनि स्पष्ट हुनुहुन्छ भन्नुभयो हैन। मैले बुझेँ, तर प्रचण्ड पनि स्पष्ट हुनुहुन्छ यो बारे। दुर्भाग्यवश प्रचण्डजीको घर जल्नुभन्दा एक हप्ता अगाडि म प्रचण्डजीको घर, प्रचण्डजीलाई भेटेँ मैले। कति राम्रो घर थियो, कतिवटा गाडीहरू त्यहाँ बाहिर आउँथ्यो सब, तर के भयो त देखिहाल्यो। उहाँलाई भेटेँ मैले। सुरुमै उहाँले मेरो प्रशंसा गर्नुभयो, तपाईँले हिजो धेरै ठुलो भूमिका खेल्नु, तपाईँले नगरेर हुँदैन थियो। विशेष गरी अन्तर्राष्ट्रिय स्तरमा तपाईँले ठुलो भूमिका खेल्नुभयो, अन्तर्राष्ट्रिय क्षेत्रलाई बुझाउनु भयो तपाईँले माओवादीको बारेमा, र वार्ता हुन सक्यो, शान्ति प्रक्रिया अगाडि बढ्यो र आजसम्म राजनीतिक परिवर्तन आयो। राजनीतिक परिवर्तन पनि मेरै कारणले आयो भन्छ, कतिलाई मन पर्दैन त्यो कुरा, किनभने वार्ता नभए शान्ति प्रक्रिया अगाडि बढ्दैन थियो, माओवाद जनयुद्ध रोकिँदैन थियो, राजनीतिक परिवर्तन आउँदैन। वार्ता मुख्य थियो क्या। र अमेरिकाले कुनै हालतमा नेपाल सरकारलाई माओवादीसँग वार्ता गर्न दिने वाला थिएन, कुनै हालतमा पनि।
प्रचण्डजीले आफै त्यो कुरा भन्नुभएको छ। मेरो फेसबुकमा मैले स्ट्याटस लेखेको छु प्रचण्डजीको भेटघाटको बारेमा, हेर्नुहोस् तपाईँ उहाँले के भन्नुभएको छ त्यहाँ लेखेको छु। हामी नेपालभित्रबाट शान्ति प्रक्रिया सम्भव नहुने भएपछि म विदेशमा लागेँ, नर्वे गएँ, जर्मनी गएँ, बेलायत गएँ, अमेरिका गएँ, अमेरिकाको परराष्ट्र मन्त्रालयमा गएँ, 4वटा एजेन्डा लिएर गयौँ। खाङ जोङ सु, professor and doctor. Whether you are doctor or not, I don't know. Whether you are professor or not, I don't know. But from your presentation today, I offer you those titles. Doctor and professor. With so much knowledge. You have shamed the Christians in Nepal actually, who do not know. Even about Christians, they don't know. The Protestants don't know about the Catholics. The Catholics don't know about Protestants. SDA doesn't know about other churches don't know about SDA. Whole world, whole universe, you know. That is what we should be doing. I thank you for that. 4वटा एजेन्डा लिएर गयौँ। पहिलो कुरो, जबसम्म अमेरिकाले माओवादलाई आतंककारी मानिराख्नु भयो, वार्ता हुने भएन। किन अमेरिकाको नीति के रहेछ भने माओवादी आतंककारीहरूसँग वार्ता गर्नु हुँदैन भने त माओवादी आतंककारी हुन्छसँग वार्ता त हुने भएन। मैले 4वटा एजेन्डा लिएर गएँ। माओवादीहरू आतंककारी होइनन् भने मैले पहिलो, दे आर नट टेररिस्ट, दे आर ए पोलिटिकल फोर्स। उनी एउटा राजनीतिक शक्ति। दोस्रो कुरो, माओवादीले परास्त गर्न सकिँदैन भने यो देशको 80 वर्षभन्दा बढी भूभाग एकपटक एउटा कार्यकालमा माओवादीले कन्ट्रोल गरेको। काठमाडौँमा सरकारले के भन्थ्यो, रिङ रोड बन्द भएर हामी सुरक्षा दिन सक्दैनौँ है भन्थ्यो। जिल्लामा सदरमुकाम, त्यो भरि सारा देश माओवादीको कब्जामा। अनि त्यो माओवादीलाई परास्त गर्नुपर्छ भन्छ अमेरिका। नट पोसिबल। माओवादीलाई परास्त गर्नु सम्भव छैन। माओवादीले परास्त गरिहाले पनि त्यो बेलासम्म नेपालको आधा जनसङ्ख्या सकिन्छ। परास्त गरिहाले पनि त्यो गरुन्जेलसम्म आधा जनसङ्ख्या अमेरिकालाई सकिन्छ। त्यसकारण चौथो कुरो के भने मैले, यसकारण नेपाल सरकार र माओवादीको जो वार्ता हुनुपर्छ, वार्ताद्वारा समस्या समाधान हुनुपर्छ, शान्ति स्थापना हुनुपर्छ भनेर अमेरिकाको व्हाइट हाउसले मानेन, अमेरिकाको परराष्ट्र मन्त्रालयले मानेन, कन्भिन्स भएन। नो नो नो, दे आर टेररिस्ट, दे आर टेररिस्ट, दे आर टेररिस्ट भन्छ अब गर्ने। त्यसपछि अमेरिकाका क्रिस्चियनहरूसँग मैले सहकार्य गरेँ, अमेरिकी जनताहरूसँग मैले सहकार्य गरेँ। उनीहरू कन्भिन्स भए। नेपालमा स्याङ्जाको होइन कहाँको त्यो चाहिँ नवलपरासीको जस्ता छ मलाई आर्खाला भन्ने एउटा गाउँ छ। आर्खाला भन्ने मगर गाउँ। त्यो मगर गाउँमा 35 वर्ष बस्या एकजना अमेरिका, त्यसलाई लगाएँ मैले। अमेरिका जनताहरूसँग सहकार्य भयो, जनताहरूसँग अन्तर्क्रिया भयो, जनताहरू कन्भिन्स भए। अनि हाम्रो सरकारलाई भने माओवादीप्रतिको नीति परिवर्तन गर, नीति परिवर्तन गर। नेपाल सरकारलाई माओवादीसँग वार्ता गर्न दियो। त्यसपछि मात्रै अमेरिकी सरकारले नेपाल सरकारलाई माओवादीसँग वार्ता गरे हुन्छ भन्ने अनुमति दिएको। त्यसपछि मात्रै नेपालको वार्ता गरी अगाडि बढ्यो। मैले होइन भन्ने गरेको छु। अमेरिकाले नमानेको भए वार्ता हुँदैन थियो छोटकरीमा। अमेरिकालाई मनाउने काम केबी रोगाले गरेको, यति मात्र छोटकरीमा। त्यो सबैले स्वीकार गरिसकेका छन्। अहिले अस्ति मैले प्याराजुन थापालाई भेटेँ, उहाँले बोलाउनु भयो मलाई घरमा। त्यो बेलाको नेपाली आर्मीको चिफ। उहाँले भन्नु, डाक्टर साहब तपाईँले नगरेको भए हुँदैन, तपाईँले गर्नुभएको तपाईँले नगरेको हुँदैन उहाँले भन्नुभएको छ। हुँदैन थियो, हुन पनि हुँदैन थियो, त्यो पक्का छ, कसै छैन। राष्ट्र नेपाली जनता नमरुन्, राष्ट्रले दुःख नपाओस् है, र देशमा शान्ति पूर्ण हिसाबले राजनीतिक परिवर्तन आओस् भनेर मैले गरेँ। यो धेरै नेपालीलाई थाहा छैन, धेरै मान्छेले थाहा छैन। नेपालमा मान्छेलाई जस दिने
हाम्रो प्रचलन छैन, संस्कार छैन कि नेपालमा, जस दिने प्रचलन छैन। अरू ठाउँमा भइदियो भने मैले नोबेल पुरस्कार पाइसक्दैन अहिले। भेनेजुएलाको एकजना त्यो खालि मादुरोको विरोध गरे हुनाले, अरू केही पनि होइन, फेरि मादुरोको विरोध गरे हुनाले पाइने त भेनेजुएलाको अपोजिसन लिडरले अहिले शान्ति पुरस्कार पाए। के गरे त थाहा छैन मलाई उसले संसारमा। त्योभन्दा त ट्रम्पले धेरै गरेको छ। पाकिस्तान र भारतको बिचको लडाइँ हुँदा थिएन, त्यो ट्रम्पले रोक्यो। अहिले हमास र इजरायलको बिचको ट्रम्पले गरिरहेछ। रसिया र अमेरिकाको बिचको सम्बन्ध राम्रो बनायो ट्रम्पले, होइन? चाइनासँग राम्रै गरिरहेको थियो। ट्रम्पले पाउनु पर्थ्यो नि त्यो त, ट्रम्पले दिएन। त्यो पनि एजेन्डा छ नि त फेरि। त्यो नोबेल पिस पुरस्कार भनेको हो नि, त्यो चाहिँ एउटा मिसन हो क्या। उनीहरूको मिसनसँग मेल नखाने लैदिँदैन। शान्ति प्रक्रिया भयो नेपालमा, होइन? राष्ट्र 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 मैले कहिले पनि क्रिस्चियनको मात्र कुरो सोचेको छैन। कहिले पनि मैले चाहिँ यो रोकाइहरूको कुरो गर्दिनँ। कहिले पनि मतलब क्षेत्र जाति यो केही पनि गर्दैन। राष्ट्र रहनुपर्छ है, राष्ट्र रहनुपर्छ। त्यसपछि हामी झगडा गरौँ ल, लडौँ ल, मलाई के छ, होइन? त्यो राष्ट्र अहिले राष्ट्र नरहने अवस्था आछ। अब यो देश नरहने अवस्था आछ। हामी गम्भीर हुनुपर्ने छ। त्यसपछि अर्को एउटा मुद्दा आयो नेपालमा फेरि। महावचनले त समय भयो, होइन? संविधान सभा बन्यो, संविधान बन्यो, सबै बन्यो। मानव अधिकार माओवादीकै त्यही शान्ति प्रक्रियामा भूमिका खेलेको हुनाले, माओवादी पार्टीले हरेक सहयोग गरेर हुनाले, मानव अधिकार माओवादीकै त्यही शान्ति प्रक्रियामा भूमिका खेलेको हुनाले, माओवादी पार्टीले हरेक सहयोग गरेर हुनाले म चाहिँ सरकार र माओवादीको बिचमा जब के भन्छ सिज फायर, युद्ध विराम भयो, युद्ध विराम, त्यो युद्ध विराम अनुमोदन गर्नको लागि एउटा समिति बनेको थियो, हाई लेभलको समिति बनेको थियो। त्यो समितिमा माओवादीको तर्फबाट म सदस्य थिएँ। त्यो सिज फायर मोनिटरिङ कमिटी। पछि आएर राष्ट्रिय मानव अधिकार आयोगको सदस्य पनि त्यही कारणले भयो। त्यही माओवादीसँगको मेरो सम्बन्ध र मैले हिजो शान्ति प्रक्रियामा खेलेको भूमिका त्यही कारणले म राष्ट्रिय मानव अधिकार आयोगको सदस्य हुँ। त्यसपछि नेपालमा अर्को एउटा मुद्दा अन्तिम हो। यो अर्को एउटा मुद्दा चाहिँ तपाईँको यहाँ आयो, जसले मलाई फेरि चिन्तित बनायो र आजको दिनसम्म म त्यसमा लडिरहेको छु। यहाँ विद्युत अधिकारी भाइ हुनुहुन्छ, कहाँ हुनुहुन्छ? खै विद्युत अधिकारी भाइ जानुभयो क्या? उहाँले पनि गरिराख्नु भएको छ अलिअलि। उहाँको अर्को एउटा संस्था छ, सिभिक कन्सर्न नेपाल भने, सिसिएम, सिभिक कन्सर्न नेपाल, नागरिक सरकार नेपाल, त्यसले पनि गरिरहेछ अलिअलि। तर म 2007 देखि म यो मुद्दासँग लडिरहेको छु। तपाईँहरू कतिलाई मन नपर्न सक्छ, विशेष गरी युवाहरूलाई है, सरी। किनभने नेपालमा त जे विषय आए पनि प्रश्नै नगरिकन त्यसलाई स्वीकार्ने चलन छ। कोभिड आयो नेपालमा, केही बोल्यौँ हामी, कोही बोल्यौँ के हो भनेर, यो के हो, कहाँबाट आएको हो, कसरी के हो। अहिले अमेरिकामै यो कोभिड एउटा षड्यन्त्र थियो भनेर भइरहेछ। कोभिड एउटा षड्यन्त्र थियो मानव जातिलाई नष्ट गर्नको लागि भनेर अहिले अमेरिकनहरूले भनिरहेछ। यहाँ हामीले के पनि बोल्यौँ, कोभिडको सबजना मास्क लगाएर बस्यो। मैले त मास्क लगाएन, मैले मास्क लगाएन, त्यो षड्यन्त्र थियो। तर यहाँ कसैले पनि हामीले प्रश्न गरेन। अहिले जेन्जी आइरहेको छ, के हो के यो? कसैलाई थाहा छ? कसैले बुझाएको छ यसको अर्थ के हो? यसले के गर्छ? कहाँबाट सञ्चालित छ? के छ? त्यस सारा दिनमा छ। नेपालको अवस्था यस्तो छ। एउटा विषय आयो नेपालमा जसले नेपाललाई खत्तम पार्न लाग्यो। नेपालको परिवार समाप्त हुने भयो, नेपाली समाज ध्वस्त हुने भयो र यो राष्ट्र पनि खत्तम हुने भयो। त्यो भनेको समलैङ्गी विवाह। है, तपाईँहरूमध्ये यहाँ कोही समलैङ्गी हुनुहुन्छ भने मलाई आई आस्क यु फर्गिभनेस। म समलैङ्गीको विरोधी छु। समलिङ्गी विवाह, पुरुष बिहा गर्ने, सँगै दाएर म बिहा गर्ने, दुलै बहिनी
समलिङ्गी विवाह त्यसको विरुद्ध लडिरहेको छु म एक्लै लडेँ। फेरि 2007 देखि एक्लै लडेँ। कसैलाई वास्तव छैन यो देशमा, त्यो के हो कसो हो केही मतलब छैन। रमाइलो छ मान्छेलाई, इन्टरटेनमेन्ट, मनोरञ्जन। केटा बिहा गर्छ, ऊ केटी बिहा गर्छ, यस्तै। यो के हो, कहाँबाट सञ्चालन भइरहेछ, किन यो अब एजेन्डा यहाँ आयो, कसैलाई मतलब छैन। यसले के गर्छ हामीलाई, त्यो पनि कसैलाई मतलब छैन। अहिले धेरै क्रिस्चियनहरूले बोल्न थालिरहेका छन्। क्रिस्चियनहरूले मात्र बोलेका छन् फेरि नेपालमा, अहिले अरूले बोलेको छैन है आजको दिनसम्म। कोही व्यक्तिहरूले अलिअलि बोले होलान्, तर संस्थागत रूपमा कसैले बोलेको छैन। कोही पार्टीले बोलेको छैन, कोही धार्मिक समुदायले बोलेको छैन। क्रिस्चियनहरूमा अहिले बोलिरहेको छ। नेपालमा कसरी सुरु भयो समलिङ्गी भन्ने? 2007 जब माओवादी शान्ति प्रक्रियामा आए, 2047 सालको संविधान फ्याँकेर अन्तरिम संविधान बन्यो। इन्टरिम कन्स्टिट्युसन अफ नेपाल 2007 बन्यो होइन? त्यहाँ नेपालको संविधान नेपालीहरूले बनाएको होइन भन्ने कुरामा त ग्यारेन्टी छ। अहिले पनि 72को संविधान हामीले बनाएको र होइन। किन घमण्ड गर्ने? हामीले बनाएकै होइन। नेपालको कुनै संविधान, विशेष गरी यो चाहिँ तपाईँको यो 65-63 पछाडि अथवा तपाईँको चाहिँ 46 साल पछाडिको परिवर्तन पछाडि नेपालको संविधान नेपालीले बनायो। त्यो संविधान अन्तै बन्छ, अरूले नै बनाउँछन्, त्यो हामीले बनायो। यसको उदाहरण दिउँ म तपाईँहरूलाई एउटा। संविधान हामीले बनाउँदैनौँ भन्ने कुरा एउटा उदाहरण। केही व्यक्तिको नाउँ लिनुपर्छ। अब यहाँ तपाईँ त्यो संविधान हेर्नुभयो, हेरेको छैन भन्नु पर्यो। संविधान बनिसकेको छ, सभामुखले संविधान हेरेको छैन, राष्ट्रपति कहाँ जाने बेला भइसक्यो, के छ संविधानको थाहा छैन। त्यस कारणले पहिलो संविधान सभा विघटन भएको कुरो पनि भयो। पहिलो संविधान किन विघटन भयो? यो एउटा कारणले पनि भयो। रामवरण यादवले भूमिका खेले, सेनाले पनि अलिअलि भूमिका खेल्यो होला, भारतले पनि अलिअलि भूमिका खेल्यो। किनभने त्यो युरोपियन युनियनको त्यहाँ हाबी थियो भन्ने लाग्छ मलाई। त्यो संविधानमा युरोपियन युनियनको बढी हाबी थियो, सबै थियो। अब यस कारण त संविधान त जहाँ लागू गर्नु भएन, संविधान सभा विघटन गरिदियो त गाउँ सक्यो। दोस्रो संविधान सभा भयो, संविधान बनाए। 72को पनि हामीले बनायो होइन। 2007 साल 2007 को अन्तरिम संविधानमा के राखियो भने एउटा कुरा, लैङ्गिक समानताको कभरमा समलिङ्गीहरूको अधिकार सुनिश्चित गर्ने, लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकार सुनिश्चित गर्ने भन्ने कुरा त्यहाँ राखियो अन्तरिम संविधानमा। त्यो त्यहाँदेखि भएको छ प्लान, त्यहाँदेखि यो त डिजाइनमा भइरहेको छ, बाहिरको विदेशीहरूको डिजाइनमा भइरहेको छ। त्यो राख्यो संविधानमा। ठ्याक्कै त्यही संविधान बन्ने बित्तिकै अमेरिकाले नेपालमा समलिङ्गी राजदूत पठायो। समलिङ्गी राजदूत पठायो। विथ ड्यू रेस्पेक्ट टु द्याट एम्बेसडर, होइन त पठायो। अनि मेरो एकजना अमेरिकन साथीले मलाई भन्यो, एकजना डक्टर रोका, डु यु नो आवर एम्बेसडर इज एलजिबिटिक्यू समलिङ्गी हो भने। अब उहाँले अब आफ्नो काम गर्न थाल्नुभयो होला। अदालतका न्यायाधीशहरूलाई, राजनीतिक दलका पार्टीका नेताहरूलाई, नागरिक समाजका मान्छेहरूलाई अब कन्भिन्स गर्न थाल्नुभयो, लबी गर्न थाल्नुभयो। समलिङ्गी विवाहलाई कानुनी मान्यता दिलाउनुपर्छ नेपालमा, यसलाई लिगलाइज गर्नुपर्छ भन्ने कुरामा चाहिँ उहाँले लबी गर्नुभयो पक्कै पनि। त्यसपछि समलिङ्गी यो अगाडि हाम्रो चाहिँ तपाईँको नेपालको समलिङ्गी सांसद पनि हुनुभयो उहाँ सुनिल बाबु पन्त, होइन? उहाँ यस कुरामा गौरव गर्नुहुन्छ। उहाँ ठिकाले मैले भन्दै के हुँदैन। सुनिल बाबु पन्त संसद पनि हुनुभयो संविधान सभाको। नेपालको एउटा कम्युनिस्ट पार्टीले उहाँलाई संसद बनाएको थियो, थाहा छैन? नेकपा संयुक्त भन्ने पार्टीले सुनिल बाबु पन्तलाई संसद बनायो, समानुपातिकमा संसद। समानुपातिक समलिङ्गीको कुरा अगाडि बढ्दै गयो। म 2007 देखि म विरोध गर्दैछु।
2007 मै मैले पत्रकार सम्मेलन गरेर यो समलिङ्गी विषयले नेपाललाई राम्रो गर्दैन, हाम्रो पारिवारिक संरचना, पारिवारिक मूल्य मान्यता ध्वस्त हुन्छन्, परिवार भन्ने चिज रहँदैन, समाज पनि ध्वस्त हुन्छ, देशै पनि खतम हुन्छ भने 2007 मा मैले पत्रकार सम्मेलन गरेर, त्यस बेला मेरो एउटा संस्था थियो नेपाल राष्ट्रिय मण्डली परिषद, नेसनल काउन्सिल अफ चर्चेस अफ नेपाल, NCCN, त्यो मार्फत हामीले त्यहाँ पत्रकार सम्मेलन गरेर त्यसको विरोध गरेका थियौँ। त्यहाँदेखि म आजसम्म विरोधमा लागिरहेको छु। अब भयो के त, 2 वर्ष अगाडि सर्वोच्च अदालतको, नेपालमा अहिले समलिङ्गी विवाह गर्ने कानुन छैन, त्यो कुरो बुझ्नुहोस्। आजसम्म देयर इज नो ल द्याट एलाउज सेम सेक्स म्यारिज इन नेपाल। अहिलेसम्म छैन, कानुन छैन। अहिले भइरहेका छ नि त, होइन? हाम्रो केटाकेटीहरू विशेष जिल्लाहरूमा अहिले चाहिँ केटाकेटीहरू केटी बिहा गरिरहेका छन्। कसरी बिहा गरिरहेको छ त, कानुन त छैन। के भयो भने 2 वर्ष अगाडि सर्वोच्च अदालतको एकजना न्यायाधीशले हाम्रो नेकपा माओवादी केन्द्रका आदरणीय अध्यक्ष प्रचण्ड कमरेड, पुष्पकमल दाहाल प्रचण्ड कमरेड प्रधानमन्त्री हुँदा, नारायण काजी श्रेष्ठ गृहमन्त्री हुँदा, सायद हुन सक्छ वर्षमानजी अर्थमन्त्री हुनुहुन्थ्यो कि वर्षमानको, त्यो बेलामा सर्वोच्च अदालतको एकजना न्यायाधीशले, पूर्ण बेन्चले होइन, फुल बेन्चले होइन, फेरि एकजना न्यायाधीशले प्रचण्डजीको सरकारलाई आदेश गर्यो। के आदेश गर्यो त भन्दा समलिङ्गीहरूको विवाह दर्ता गर्नु, प्रमाणपत्र दिनु भनेर आदेश गर्यो। यो देशको अवस्था हेर्नुहोस्। कानुन राज्यको कुरा गर्छौँ हामी, रुल अफ लको कुरा गर्छौँ, कानुन त छैन देशको। तर एकजना न्यायाधीशले सरकारलाई आदेश गर्छ समलिङ्गी विवाह दर्ता गर र प्रमाणपत्र दिनु उनीहरूलाई। पहिलो कुरो त त्यही गल्ती भइहाल्यो। त्यो न्यायाधीशले गल्ती गर्नुभयो नि, होइन? सर्वोच्च अदालतको काम त कानुन बनाउने होइन नि त। कानुन कसले बनाउँछ? संसदले, सरकारले बनाउँछ कानुन, संसद। त्यो कानुनको व्याख्या गर्ने काम अदालतको हो, कानुन बनाउने काम अदालतको होइन। तर उहाँले कानुन बनाउनु सरकारलाई। अनि सरकारले के गर्नु पर्थ्यो भने कानुन छैन अहिले नेपालमा, बरु कानुन बनाऊ। पहिला समलिङ्गीहरूलाई मान्यता दिने नै हो भने कानुन बनाऊ त, संसदले कानुन पास गरोस्। त्यसपछि त मलाई मान्नु पऱ्यो भने मैले त मान्नै परेन, मन नपर्ला, तर मान्नु त पऱ्यो। कानुन बोल्यो, के गर्नु? सरकारले पनि भन्नु पर्थ्यो कानुन छैन, अहिले समलिङ्गी विवाह दर्ता गर्न मिल्दैन। तर किनभने यो त अन्तर्राष्ट्रिय प्रेसर छ, पैसाको लगानी छ, ठुलो रकम लगानी भएको छ यसमा, है? अनि त्यो त उहाँले भन्न सक्नु भएन। गर्नेतिर जानुभयो, म समलिङ्गी विवाह दर्ता गर्नेतिर जानुभयो। त्यसपछि 2जना केटाहरूले, 2जना भाइहरूले बिहा गरे। एकजना नवलपरासीको एकजना भाइ, उहाँहरूको नाउँ छताछिल्लो भइसकेको छ पत्रिकामा, किनभने भन्न केही बिग्रिँदैन। नवलपरासीको एकजना भाइ, कावस्वती नवलपरासीमा पर्छ होइन र लमजुङको एकजना भाइ, 2जना भाइले बिहा गरे। अदालतले आदेश दियो सरकारलाई। त्यसको आधारमा उहाँले अब बिहा गरेर कहाँ जानुभयो? उहाँहरू काठमाडौँ जिल्ला अदालतमा जानु। हामीले बिहा गऱ्यौँ, हाम्रो विवाह रिकगनाइज हुनु पर्यो, हाम्रो विवाह दर्ता हुनु पर्यो, हामीले प्रमाणपत्र पाउनु पर्यो, है? यता ध्यान दिनुहोस्, यता उता छोडिदिनुहोस्, पछाडि के हो? हाम्रो भनेर अब जिल्ला अदालतमा जानुभयो। जिल्ला अदालतले इन्कार गर्यो, जिल्ला अदालतले इन्कार गर्यो। कानुन छैन नेपालमा। कानुनमा नभएको कुरो कसरी गर्ने? हामी मानेन, रिफ्युज गर्यो। यो पत्रिकामा आइसकेको छ यो कुरा। काठमाडौँ जिल्ला अदालतले समलिङ्गी विवाहलाई मान्यता दिन इन्कार गर्यो भन्यो। त्यसपछि उहाँ कहाँ जानुभयो? उच्च अदालतमा, ललितपुरमा, बागमती प्रदेशको उच्च अदालत, हायर कोर्टमा जानु। हायर कोर्टले पनि रिफ्युज गर्यो, हुँदैन, कानुन छैन, अहिले कसरी हुन्छ? त्यति भएपछि त्यो कुरो बन्द हुनु पर्थ्यो नि त। जिल्ला अदालतले रिफ्युज गर्यो, उच्च अदालतले रिफ्युज गरिसक्यो, कानुन छैन फेरि देशमा।
तर मलाई थाहा छैन हाम्रो सरकारलाई, हाम्रो अदालतका न्यायाधीशहरूलाई, हाम्रो प्रशासनमा बस्नेहरूलाई, प्रचण्डजी स्वयंलाई, नेकपा माओवादी केन्द्रलाई कहाँबाट के दबाब थियो मलाई थाहा छैन। त्यो गर्नै पर्ने भयो, बिहा दर्ता गर्नै पर्ने। अनि त्यति हुँदाहुँदै के गर्नुभयो त, गृह मन्त्रालयले सिधै लमजुङको गाउँपालिकालाई, एउटा एक भाइ त लमजुङको हुनुहुन्थ्यो नि, त्यो दुईजना मध्ये एकजना लमजुङको हुनुहुन्थ्यो। लमजुङको दोर्दी गाविस वडा नम्बर 2 दोर्दी गाविसलाई गृह मन्त्रालयले चिठी लेख्यो, यी दुईजनाको बिहा दर्ता गर्नु दोर्दी गाउँपालिकालाई र प्रमाणपत्र दिनु भनेर गृह मन्त्रालयले चिठी लेख्यो। म गएर पछि भेटेँ नानकाजीलाई, मैले भेटेको छु उहाँको घरमा गएर। तर कसरी गर्नुभयो म थाहै भएन उनको। यो यति ठुलो विषय रहेछ, यति गम्भीर विषय रहेछ भनेर त मलाई के भन्नुभयो उहाँले, है त्यही भन्नुभयो। अनि त्यो गाउँपालिकाले वडालाई लेख्यो, 2 नम्बर वडालाई, त्यो भाइको एकजना भाइको वडा। अनि वडाले उहाँहरू दुईजनाको बिहा दर्ता गर्यो, प्रमाणपत्र पनि दियो। नेपाल एसियामा समलिङ्गी विवाह दर्ता गर्ने पहिलो राष्ट्र भयो। एसियामा संसारभरिका पत्र पत्रिकाहरूले हेडलाइन न्युजहरू बनाए, नेपाल ओहो नेपाल एसियामै पहिलो राष्ट्र भयो। जापानलाई जित्यो, कोरियालाई जित्यो, कोरियालाई जित्यो, भारतलाई जित्यो, चीनलाई जित्यो, थाइल्यान्डलाई जित्यो, फिलिपिन्सलाई जित्यो नेपालले भने अन्तर्राष्ट्रिय मिडियाहरूले। कत्रो ठुलो काम गर्यो नेपाल त, धेरै अगाडि बढ्यो नि। ओहो धेरै अगाडि, प्रचार प्रसार धेरै भयो। पहिलो राष्ट्र बनायो नेपाललाई, समलिङ्गी विवाह दर्ता गर्ने प्रमाणपत्र दिने पहिलो राष्ट्र नेपाल भयो। त्यसपछि अहिले हताहत चाहिँ विवाह भइरहेछ। त्यति मात्र होइन, सिएनएनले के भन्यो भने, सिएनएनले अमेरिकाको त्यो छ नि एउटा पत्र मिडिया हाउस, के भन्यो भने नेपाल एसियामै समलिङ्गी विवाह दर्ता गर्ने पहिलो राष्ट्र भयो। बाइ द वे पश्चिमाहरूले, वेस्टर्न मिडियाहरूले नेपालले सेकेन्ड भनेका छन् है, तर म पहिलो भनिरहेको छु। किनभने सबभन्दा पहिला समलिङ्गी विवाह दर्ता ताइवानमा भएको रहेछ। ताइवानलाई पहिलो भन्छन् उनीहरू, नेपाललाई दोस्रो भनेका रहेछन्। तर हामी ताइवानलाई एउटा अलगै देशको रूपमा हामी मान्दैनौँ नेपाल। त्यस कारण म ताइवानलाई पहिलो देश भयो भन्ने मान्दैन, नेपालै पहिलो भयो भन्ने मेरो धारणा। चाइना भयो भने के भन्ने, अब उनीहरूले देश भन्छन् त्यहाँ। चाइना भयो भने चाइनामा छैन फेरि त्यस्तो है। ओहो नेपाल त एसियामा समलिङ्गी विवाह दर्ता गर्ने पहिलो देश भयो। संसारमा 210 राष्ट्रहरू छन् आजको दिनमा। अहिले सङ्ख्या घडी भए आउन सक्छ, घटी त हुने कुरा भएन, बढी आउन सक्छ। 210 राष्ट्रहरू छन् नेपालमा अहिले संसारमा। त्यो 210 राष्ट्रमध्ये कति देशमा समलिङ्गी विवाहलाई मान्यता छ? कसैले भन्न सक्नुहुन्छ? कति देशमा? 210 राष्ट्रहरू छन्, 210 देश छन्। कति देशमा समलिङ्गी विवाहलाई मान्यता होला? आजको दिनसम्म 37वटा देशमा, 37 कन्ट्रिज आउट अफ 210 कन्ट्रिज। होइन है, नेपालमा त फेरि के भन्छन् मान्छेहरूले, सारा संसारभरि भइसक्यो, सारा संसारले यसलाई स्वीकारिसक्यो, अब हामीले पनि नमान्नु पर्दैन। कहाँ स्वीकार छ सारा संसार? जम्मा 37वटा राष्ट्रमा मात्र छ। त्यो 37वटा देशभित्र नेपाल पर्यो। तर त्यो 37वटा देश, अरू 36वटा देशमा के भएको छ थाहा छ? समलिङ्गीलाई कानुनी मान्यता दिनको लागि जनमत सङ्ग्रह भएको छ। जनमत सङ्ग्रह, यसलाई मान्यता दिने कि नदिने जनमत सङ्ग्रह भएको छ धेरै देशहरूमा। स्विजरल्यान्ड उदाहरणको लागि, स्विजरल्यान्ड जनमत सङ्ग्रह गरे उनीहरू। जनतालाई सोधौँ, जनताले जे भन्छ त्यही। अनि 65%, 63% जनताले हुन्छ भने अब गयो स्विजरल्यान्ड। अरू देशमा संसदले नियम पास गर्यो, कानुन पास गर्यो र त्यसलाई मान्यता दिए। नेपालमा त संसदले कानुन पनि पास गरेको छैन, यहाँ चाहिँ तपाईँको रेफरेन्डम पनि भएको छैन,
जन्म सङ्ग्रह त होइन, कुनै लेभलमा छलफल पनि भएको छैन नेपालमा आजसम्म। न बुद्धिजीवीहरूको बिचमा छलफल भएको छ, न धार्मिक गुरुहरूको बिचमा छलफल भएको छ, न कुनै पनि पार्टीभित्र यो विषयमा छलफल भएको छैन। ल आज कुनै पनि पार्टीभित्र छलफल भएको छैन नेपालमा। तर भइसक्यो, मान्यता दिइसक्यो, तर भइरहेछ नेपालमा। संविधान यता सिएनएले के भन्यो भने ओहो अब त नेपाल एसियामा समलैङ्गिक विवाह दर्ता गर्ने पहिलो देश भयो, अब संसारभरिका समलिङ्गीहरू नेपाल आउँछन् भन्यो। बिहा गर्न नेपाल आउँछन् भन्यो, बिहा गर्न र प्रमाणपत्र पाउन नेपाल आउने भए। किनभने 174 कि 73 देशमा त छैन, त्यहाँका मान्छेहरू आउने भए, भारतबाट आउने भए कति आउँछन् कति आउँछन्। अब भारतबाट यहाँ कानुन मात्र बनोस् त, चाइनाबाट कति आउँछन्, भारतबाट कति आउँछन्, संसारभरिबाट लाखौँ लाख मान्छे नेपालमा। संसारभरिका समलिङ्गीहरू नेपाल जाने भयो। अब नेपाल संसारभरिका समलिङ्गीहरूको गन्तव्य स्थान बन्ने भयो भने सिएनएन त्यही कुरोलाई कपी गरेर हाम्रो काठमाडौँ पोस्ट भन्ने छ नि हो, काठमाडौँ पोस्टले पनि कभर एउटा न्युज बनायो, संसारभरिका समलिङ्गीहरू नेपाल आउने भयो। नेपाल संसारभरिका समलिङ्गीहरूको गन्तव्य स्थान हुने भयो। संसारभरिका समलिङ्गीहरू त्यसले के भनेको छ भने काठमाडौँ पोस्टले समलिङ्गीहरूको बच्चा हुँदैनन्, बच्चा हुने कुरो भयो त भएन। सामेल दाएर मैले बिहा गरेँ भने कसै बच्चा पुग्छ? समलिङ्गीहरूको बच्चा हुँदैनन्, उनीहरूले बच्चा हेर्नु पनि पर्दैन, बच्चाको हेरचाह गर्नु पर्दैन, पढाउनु पनि पर्दैन, बच्चाको भविष्यको चिन्ता पनि गर्नु पर्दैन। त्यसमा समलिङ्गीहरूको काम भनेको संसारभरि घुम्ने रे, उनीहरूको काम घुम्ने, यात्रा गर्ने, ट्राभल गर्ने। संसारभरिका समलिङ्गीहरूले संसार घुम्नको लागि 1 वर्षमा $5 खरब खर्च गर्छन् भने काठमाडौँ पोस्ट $5 खरब त्यो अब नेपालमा आउने भयो। अब त नेपालको त अर्थतन्त्र कहाँ जाने भयो, कहाँ भनेको छ काठमाडौँ पोस्टले। अब एकजना नेपाली रोजगारीको नाउँमा बाहिर जानु पर्दैन भने जानु पर्दैन, यही सबै संसारभरिका मान्छे यहाँ आउने। अनि हाम्रो सरकारले के गर्यो, फेरि प्रचण्डजी हुनुहुन्थ्यो त्यो प्रधानमन्त्री हुँदाखेरि हाम्रो सरकारले के गर्यो त भन्दा ओहो संसारभरिका समलिङ्गी नेपाल आउने भए, अब त हाम्रो पर्यटन चाहिँ समलिङ्गी पर्यटन पो हुने भयो त भने। अब हाम्रो टुरिज्म एलजिबिटीक्यू टुरिज्म, अहिले नेपालको टुरिज्म एलजिबिटीक्यू टुरिज्म हो समलिङ्गी पर्यटन। पर्यटन मन्त्रालय र पर्यटन विभागले यो प्रस्तावै गरेको छ संसदमा, अब हामी समलिङ्गी पर्यटनलाई प्रमोट गर्ने। अनि आज संसदको समितिले पास पनि गर्यो। त्यसले अब समलिङ्गी पर्यटकहरू नेपाल आउने भए, अब उनीहरूलाई गाइड गर्नको लागि त्यस्तै फेरि गाइडहरू चाहियो होइन भने त्यो समलिङ्गी पर्यटक गाइडको तालिम दिनु पर्यो भने सरकारले तालिम दिने, उनीहरूसँग कस्तो भाषा प्रयोग गर्ने, कस्तो व्यवहार गर्ने समलिङ्गी पर्यटकहरूसँग भनेर तालिम छ। आजभन्दा 3 वर्ष अगाडि नेपाल सरकारले समलिङ्गी पर्यटक गाइडको तालिम सुरु गर्यो। तालिम अहिले तालिम भइरहेछ होला, अहिले पनि हजारौँ चाहिँ गाइडहरू तयार भइसक्यो होला। विश्व ब्याङ्कको सहायतामा, विश्व ब्याङ्कको सहयोगमा पर्यटक समलिङ्गी पर्यटक गाइडको तालिम भइरहेछ। विश्व ब्याङ्क लागेको छ यसमा। अनि त्यस पछाडि 2080-81 को बजेटमा हुन सक्छ है, नेपालको 80-81 को बजेटमा नेपाल सरकारले के राख्यो भने बजेटमा नेपाललाई अन्तर्राष्ट्रिय विवाह केन्द्रको रूपमा विकास गरिनेछ। नेपाल विल बी डेभलप्ड एज इन्टरनेसनल वेडिङ सेन्टर, द गभर्मेन्ट हाई सेड द्याट। अन्तर्राष्ट्रिय किनभने संसारभरिका सबैले यहाँ आउने भए, बिहा गर्न आउने भए, नेपाललाई अन्तर्राष्ट्रिय विवाह केन्द्रको रूपमा विकास गरिनेछ भने बजेटमा छ। अनि जानकी मन्दिरलाई अन्तर्राष्ट्रिय विवाह मण्डपको रूपमा विकास गरिनेछ भने के भयो त संसारभरिका समलिङ्गी नेपाल आउने भए, जाने भए जानकी मन्दिरमा। अहिले बिहा भइरहेछ, त्यहाँ समलिङ्गीहरूको सुरु भइसक्यो है, बिहा भइरहेछ। विदेशीहरू आउँछन् त्यहाँ, केटाकेटा केटी त्यहाँ बिहा भइरहेछ। नेपालको अवस्था यस्तो छ। अनि मलाई चिन्ता लाग्यो, अब त समाज त खतम हुने भयो। अब त मैले निरन्तर विगत 4 वर्षदेखि
मैले यो दलका सबै पार्टीका नेतालाई भेटेँ। हेर्नुहोस् है, सबै पार्टीका नेताहरू कोही बाँकी रहेको छैन। मैले सबैलाई भेटेँ। भेट्दा 2-3 हप्ता अगाडि मात्रै तपाईँको होइन मैले चाहिँ देवगुरुजीलाई भेटेँ, काण्डजीलाई भेटेँ, प्रचण्डजीलाई भेटेँ, माधव नेपाललाई भेटेँ, राष्ट्रपति रामवरण यादवलाई भेटेँ, विद्यादेवी भण्डारीलाई भेटेँ, रामचन्द्र पौडेललाई भेटेँ, सबैलाई भेटेँ यो बारेमा कुरा गरेँ। अन्त 2 जनालाई भेट्न बाँकी थियो, शेरबहादुर देउवा र केपी ओली। तिनीहरूलाई भेटेपछि अब मेरो नेताहरूलाई भेट्ने काम सकिन्थ्यो के। सायद त 23 गते नै मैले देउवासँग भेट्ने थियो जस्तो लाग्छ मलाई अपोइन्टमेन्ट है। त्यस्तो भयो, 2 जनालाई भेट्न पाएन मैले। सबै नेताहरूलाई भेटेँ, प्रचण्डजीलाई भेटेँ, नारायण काजीलाई भेटेँ, जनार्दन शर्मालाई भेटेको छु, त्यसमात्र महरालाई भेटेको छु, सबैले भेटेँ। यो कुरो बताएँ क्या मैले, सबै नेतालाई यो बारेमा बताएँ, सबै बुद्धिजीवीहरूलाई यो बारेमा बताएँ, सबै धर्मका गुरुहरूलाई यो बारेमा बताएँ। तर कोही चाहिँ बोल्न तयार छैनन्, कसैले बोल्दैन। नेकपा माओवादी केन्द्रभित्र नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले बोल्नुभयो। तपाईँ थाहा छ कि हेर्नु होला उहाँको फेसबुक। देव गुरुङले फेसबुकमा स्ट्याटस लेखेर यो समलिङ्गी विवाह हाम्रो समाजलाई ध्वस्त बनाउनलाई आएको हो भन्नुभएको छ, यो पश्चिमाहरूको एजेन्डा हो भन्नुभएको छ देव गुरुङले। पार्टीको महासचिवले बोलिसक्यो, पार्टी बोल्दैन। हेर्नुहोस् फेरि पार्टी बोल्दैन, पार्टीभित्र यो छलफल छैन। कृष्णबहादुर महरालाई भेटिसकेँ, देव गुरुङलाई भेटिसकेँ, नारायण श्रेष्ठलाई भेटिसकेँ, जनार्दन शर्मालाई भेटिसकेँ, तर पार्टीभित्र छलफल हुँदैन यो विषय। कस्तो कम्युनिस्ट पार्टी? कम्युनिस्ट पार्टी सोध्नु पर्दैन यो बारेमा के हो त? अनि कम्युनिस्ट धारणा के, पार्टीको धारणा के यो बारेमा हामी कसरी लिनु त? यसलाई मार्क्सवादी धारणा के हो भन्नु परेन? चुप छन्, किनभने प्रेसर छ, बाहिर विदेशीहरूको प्रेसर छ, बोल्दैनन्, कोही बोल्नेवाला छैन। सबलाई भेटेँ है, बुद्धिजीवीहरू सबैलाई भेटेँ, कोही बोल्दैन। वकिलहरू सबैलाई भेटेँ, कोही बोल्दैन। धर्मगुरुहरू सबैलाई भेटेँ, कोही बोल्दैनन्। विदेशी मिडियाहरूले के भनिरहेको छ? अब अन्तमा आउँदैछ है, नआत्तिनुहोस्, आइ एम गोइङ टु फिनिस सुन। के छ? विदेशी मिडियाले, CNN लगायतका विदेशी मिडियाले के भन्दैछन् भने, के भन्दैछन् भने नेपाल हिन्दूहरूको बाहुल्यता भएको देश हो भन्छन् उनीहरू। हेर्नुहोस् है, सुन्नुहोस्, नेपाल हिन्दूहरूको बाहुल्यता भएको देश हो। हिन्दू धर्म समलिङ्गी मैत्री धर्म हो। हिन्दू धर्मले समलिङ्गीको विरोध गर्दैन। यसकारण नेपाल संसारभरिका समलिङ्गीहरूको केन्द्र बन्न उपयुक्त देश हो भन्छ। त्यसैले भइरहेछ यो देश संसारभरिको। यो देशभन्दा नेपालभन्दा अर्को देशै छैन। मेजोरिटी मान्छेले विरोध नगर्ने भए त हुने भएन। हरेक क्रिस्चियन राष्ट्रमा विरोध भइरहेछ यसको। अहिले अमेरिकामा त यो ब्यानै छ, समलिङ्गी भन्ने ब्यान। ट्रम्प राष्ट्रपति भएपछि इट इज ब्यान इन अमेरिका। अमेरिकामा अहिले समलिङ्गीलाई ब्यान गरेको छ। रुसमा ब्यान छ पुरै। रुसमा म यसरी भाषण पनि गर्न सक्दिनँ। रुसमा समलिङ्गी भन्ने शब्द उच्चारण गर्न पाउँदैन। त्यस्तो एलजिबिटी भन्ने त्यो लेख्न पनि पाउँदैन, बोल्न पनि पाउँदैन। त्यति कडा छ रुसमा। भारतमा छैन, एसियाको अरू कुनै पनि देशमा छैन नि त, नेपाल मात्र हो। त्यस कारण विदेश मिडियाले मैले मेरो हिन्दू साथीहरूलाई भेटेर, विश्व हिन्दू महासङ्घको अध्यक्ष अस्मिता भण्डारीलाई भेटेर मैले बारम्बार भनिरहेको छु, विदेशीहरूले यसो भन्दैछन्, के हो त? हिन्दू धर्म बोल्नु पर्दैन यसमा? हो कि हो भन्नु पऱ्यो कि हो समलिङ्गी मैत्री धर्म हो हिन्दू धर्मले समलिङ्गी विरोध गर्दैन भन्नु पऱ्यो कि होइन? है, यो हाम्रो धर्मको बेइज्जत भइरहेछ, हाम्रो धर्मको अपमान भइरहेछ, हाम्रो धर्मको अपव्याख्या भइरहेछ भनेर त्यो काउन्टर गर्नु पऱ्यो नि त, प्रतिवाद गर्नु परेन भनेर म अहिले अझै लागिरहेको छु। म विश्व हिन्दू महासङ्घलाई बोल्नुपर्छ भनेर मैले उहाँको पुच्छन् निमित्त भने फेरि नराम्रो लाग्यो, फेरि महिला हुनुहुन्छ विश्व हिन्दू महासङ्घको अध्यक्ष अस्मिता भण्डारी। उहाँलाई बारम्बार मैले चाहिँ भेटेर सामाजिक सञ्जालमा र उहाँलाई व्यक्तिगत रूपमा भेटेर मैले भन्दा 3 महिना जति अगाडि उहाँले बोल्नु भएको छ सामाजिक सञ्जालमा है।
यो हिन्दूहरूले भन्ने यो सत्य होइन, यो यसलाई कुनै पनि धर्मले मान्यता दिनु हुँदैन भन्नुभयो उहाँले। तर मैले अहिले पनि फेरि तपाईँले बोलेर भन्नु, विश्व हिन्दू महासंघले बोल्नु पर्यो भनिरहेको छु मैले। अहिले पनि अहिले बोलेको छैन अहिलेसम्म। म यो लडाइँ अहिले पनि लडिरहेको छु है। अब अन्त्यमा 1-2-3 मिनट यो सबै माओवाद जनयुद्धको अनुभव मैले नगरे केही पनि हुने रहेछ यहाँ भन्ने अहिले म बुझ्दैछु। मैले मात्र गराउँ भनिरहेको छु मिडियामा, कोही पनि चाहिँ होइन मैले पनि गरेको थिएँ भनेर आएको छैन आजसम्म। ल मैले तपाईँ मात्र कहाँ गर्नुभयो, मैले पनि गरेको थिएँ भन्नु पऱ्यो नि त। छैन, कसैले गरेको थिएन यो समन्वय विवाह, यो कुरा पनि कसैले उठाएको थिएन। मैले के हो, मलाई देशको चिन्ता छ नि त। यहाँ कसैलाई देशको चिन्ता छैन, कसैलाई देशको चिन्ता छैन यहाँ देशको। म अहिले अन्त्यमा म एउटा निष्कर्ष पढेर म तपाईँहरूको अगाडि जान्छु। एउटा निष्कर्ष निकालेको छु मैले अहिले, बुझ्नुभयो त? मेरो निष्कर्ष, मेरो अनुभव हो यो है। From all my efforts, I have come to a conclusion now about this country. है राम्रोसँग भन्नु होला भाइ। अब मेरो निष्कर्ष सुन्नुहोस्। यो मैले सबैलाई सेयर गरिरहेको छु। मैले देशका सबै सेनापतिहरूलाई, तपाईँको चाहिँ प्रधान सेनापतिहरूलाई, तपाईँको नेपाली सेनाका जनरलहरूलाई, बुद्धिजीवीहरूलाई, सबै धर्मको गुरुहरूलाई सेयर गरिरहेको छु मैले। मेरो निष्कर्ष यो मैले 2 वर्ष अगाडि भनेको कुरा हो। फेरि म जे भन्दैछु नि यहाँ, मैले 2 वर्ष अगाडि भने 2 वर्ष अगाडि मैले के भने विगत 3 वर्षमा 2 वर्ष अगाडि भने बुद्धिजीवीहरू, सञ्चारकर्मीहरू, वकिल, अधिवक्ता अहिले हाम्रो बिचमा हुनुहुन्न। कमलमा दुकानलाई भेटे, अहिले हाम्रो चाहिँ ध्रुवलाल श्रेष्ठ भन्ने एकजना हुनुहुन्छ, उहाँलाई भेटे, स्वागत नेपाललाई भेटे, बालकृष्ण नेपाललाई भेटे, सुरेश सुरेन्द्र भण्डारीलाई भेटे। यो अहिले नेपालका टप वकिलहरू यो बारेमा कुरा गरेको छु मैले उहाँसँग। तर कसैले काहीँ पनि यो विषय उठाएको छ। बुद्धिजीवीहरू, सञ्चारकर्मीहरू, वकिल, अधिवक्ताहरू, धर्मगुरुहरूसित भेटेर गरेको लामो छलफल र अन्तर्क्रियापछि म यस्तो निष्कर्षमा आएँ। कस्तो निष्कर्षमा आएँ? पहिलो निष्कर्ष मेरो, देश सकिसक्यो। 2 वर्ष अगाडि भने देश सकिसक्यो, देश सकिसक्यो। आज त देश जल्यो, खतमै भयो होइन। त्यो बेला मैले देश सक्यो भने पहिलो निष्कर्ष मैले निकालेँ, देश सकिसक्यो। दोस्रो निष्कर्ष, यो देशमा बिना स्वार्थ केही गर्ने मान्छे मैले देखेँ। बिना स्वार्थ, आफूलाई फाइदा नहुने भएपछि देश समस्या छ, समाजमा समस्या छ, देखिरहेको छ, तर कोही केही गर्दैन। किनभने आफूलाई फाइदा भयो, मलाई फाइदा नहुने भएपछि म केही गर्नु। यो त अब कति क्रिस्चियनहरूलाई पनि लागु हुन्छ। फाइदा नभएपछि किन बोल्नु? बिना स्वार्थ केही गर्ने मान्छे मैले यो देशमा देखेँ। दोस्रो, यो त 23 वर्ष 24 वर्षको अनुभव हो। तेस्रो निष्कर्ष, यसमा विरोध गर्ने, अब्जेक्सन देखाउने एकजना नारायण विजिक्स। नारायण विजिक्ससँग मैले उहाँको घरमा गएर 5 घन्टा कुरा गरेँ। प्रेम सुवालसँग मैले 4 घन्टा कुरा गरेँ। नारायण विजिक्सले यो त भएन नक्सा भन्नुभयो। एउटा दल छैन, एउटा नेता छैन, जो बाह्य शक्तिबाट सञ्चालित परिचालित छैन भनेपछि उहाँले यो हामीलाई लागु हुँदैन भन्नु। तपाईँले लागु हुँदैन भने त बोल्नु पर्यो नि त संसदमा भने। अनि प्रेम सुवाल इज द ओन्ली वान सो फार जसले संसदमा यो बारेमा बोल्नु भएको छ। प्रेम सुवालले बोल्नु भयो। हामी बाहिरबाट सञ्चालित छैनौँ भने देखाउनु भयो। यो उद्देश्यमा त पढेर सुनाउने हो। त्यस नेपालका बुद्धिजीवी भनाउँदाहरूको समस्या, नेपालका बुद्धिजीवीहरूको समस्या के त भन्दा समस्या उजागर गर्ने, समस्या मात्र देखाउने, गुनासो गर्ने, यो भएन त्यो भएन भन्ने, यसो गर्नु पर्यो उसो गर्नु पर्यो भन्ने,
तर आफूले कुनै पनि पहल र प्रयास नगर्ने नेपालको बुद्धिजीवीको समस्या। आफूबाट केही प्रयास हुँदैन। मैले त गरेको छु नि त 4 वर्षदेखि। कति नेताहरूलाई भेटेँ, कति पैसा खर्च भयो, कति समय खर्च भयो, कति शक्ति खर्च भयो, हजारौँ मान्छेलाई भेटेको छु नि। किन मलाई चिन्ता छ यो देश। अब अन्तिम निष्कर्ष, नेपालका हिन्दू, बुद्धिस्ट र कम्युनिस्टहरूकै कारण यो देश संसारभरिका समलिङ्गीहरूको अखाडा केन्द्र हुन गइरहेको छ। हाम्रो धर्म, संस्कृति, परम्परा, सामाजिक पारिवारिक मूल्य मान्यताहरू ध्वस्त भएर देश सकिने अवस्थामा छ। एसडिए सरलाई धेरै धन्यवाद यो कार्यक्रम आयोजना गर्नुभयो, मलाई बोल्न बोलाउनु भयो है। मलाई बोल्न बोलाएको पनि मिराकलले हो क्या। मलाई मान्छेले मन पराउँदैन नि त यो देशमा। सत्य बोल्ने, यथार्थ कुरा बोल्ने मान्छेले मन पराउँदैन। यो जमाना त्यस्तै छ। म त यस्तै हो पढ्ने।